2028 सालमा नयाँ शिक्षा लागू गर्न खोजे देशमा। राजा महेन्द्र मान्नु भएन। नमान्दाखेरि राजा महेन्द्रको दियालो बङ्गलामै रहस्यमय मृत्यु भयो 51 वर्षको उमेरमा। त्यस पछाडि तपाईको के भयो? नयाँ शिक्षा लागू भयो 2028 सालमा। आज त्यो नयाँ शिक्षाको परिणाम के हो तपाईहरुलाई थाहा छ? आज कुनै पनि युवा यो देशमा बस्न सक्दैन। विदेश भाडा मान्न जानुपर्छ उनीहरुका देशमा। टेबिल पुस्न जानुपर्छ। हामीलाई त्यही भएर दास बनाए भनेको मैले त्यही हो। अर्को कुरा के भयो? 2028 सालमा नयाँ शिक्षा लागू भयो। त्यस पछाडि 2036 सालमा आन्दोलन गराइयो। 2037 सालमा गएर जनमत संग्रह गराइयो। त्यतिखेर सूर्यबहादुर थापाले कसो कसो खुट्टा टेके। त्यस पछाडि कुरा के भयो? 46 सालमा आन्दोलन भयो। 46 सालको आन्दोलनमा प्रजातन्त्र आयो। त्यो प्रजातन्त्रले पुगेन। उनीहरुको टार्गेट के थियो? राष्ट्र संस्था र हिन्दू राष्ट्र हटाउनु थियो यहाँ। र यहाँ पुरै खेल मैदान बनाउनु थियो। त्यस पछाडि के भयो? तपाईहरुको 52 सालमा फेरि जनयुद्ध सुरु गराइयो। 52 सालमा जनयुद्ध सुरु गराइयो। 58 सालमा हामीले मानेका विष्णुको अवतार राजा वीरेन्द्रको वंश नाशै गरियो। भौतिक रूपमै सफा गरियो। त्यस पछाडि 62-63 को जनआन्दोलन। 72 साल असोज 3 गते संविधान जारी गर्दाखेरि सधैँका लागि अघि त भौतिक रूपमा राजालाई मारियो। अब त यता आएर तपाईको के भयो भन्दाखेरि संविधानबाटै राष्ट्र संस्था पनि नरहने, हिन्दू राष्ट्र पनि नरहने, धर्मनिरपेक्ष बनाएर संविधान घोषणा गरियो। अब त्यति भइसकेपछि 4 सालबाट तयारी गरेका पार्टीको 72 सालमा गएर काम सकियो। काम सकिएपछि अब नयाँ चाहियो नि त, पुरानो त हटाउनु पर्यो। पुरानो हटाउने कुरामा यो आएको अहिले। र नयाँ ल्याउनको लागि अब के भयो? टिचिङ हस्पिटलमा यो देशमा अलिअलि मेडिकल शिक्षा र +2 माथिको पढाइ हुन्थ्यो। 350 वटा नर्सिङ कलेज थिए। ती सबैलाई अट्याक गरियो। एकैचोटि गोविन्द केसीलाई सुताइयो टिचिङमा। अनि यहाँ माइतीघर मण्डलामा कागजको टोपी लगाएर उज्जवल थापाको पार्टी विवेकशील साझा पार्टी जान्नेलाई छान्ने भनेर सबै बारबारा फाउन्डेसनको पैसा खाएर, समता फाउन्डेसनको पैसा खाएर, एनजिओ का आइएनजिओ का सबै इङ्ग्लिस बोल्ने, हामीलाई त मान्छे नगर्ने माफिया भन्ने, माफिया भन्ने। त्यस पछाडि कुरा यिनीहरूले के गरे भने विवेकशील साझा पार्टी उत्पत्ति भयो। तर विवेकशील साझा पार्टी चल्न सकेन। चल्न नसकेपछि के भयो? त्यो पार्टी डिजर्भ भएपछि त्यसको 70% मान्छे कहाँ गए? रवि लामी सानेजीको रासपामा गए। रासपा पनि जान्नेलाई छान्ने छन्। त्यस पछाडि रहेको 30% हाम्रो बालनजीको वरिपरि छन्। बुझ्नुभयो के कुरा? बालनजीको वरिपरि छन्। र मैले अस्ति ऋषि धमलाजीले तपाईँ बालनलाई रोज्नुहुन्छ कि रविलाई रोज्नुहुन्छ भन्दाखेरि यो दुईटाको वरिपरि यो छ, म कसरी रोज्छु? म दुईटैलाई रोज्न सक्दिनँ भनेको 15 दिन पछाडि यो घटना घट्यो। हेर्नुहोस्। र तपाईँलाई म भनौँ, तपाईँहरू पत्याउनुहुन्छ कुलमान घिसिङलाई कस्तो भगवान मान्नुहुन्छ तपाईँहरू। एमसीसी र एमसीए ल्याउने मान्छे नै कुलमान घिसिङ हो। बुझ्नुभयो? एमसीसी पास गराउने कुलमान घिसिङ, त्यसको वकालत गर्ने जगदीश खरेल, स्वर्णिम वाग्लेहरू। अब एमसीए भनेको चाहिँ आर्मी भित्राउनेमा साइन गर्ने कुलमान घिसिङहरू हुन्। अब छिट्टै अमेरिकन सेना आउँदैछ यहाँ। अनि मैले भन्थेँ नि, अमेरिकन सेनाले आएर यहाँ हान्न थालेपछि चाइनाले रकेट लन्चर हाल्छ अनि समाउनु हातले मुलुकलाई युक्रेन बनायो कि बनाएन? मुलुकलाई सोमालिया बनायो कि बनाएन? यस्तो तपोभूमिलाई। त्यही भएर मैले इजार जहाँ गाँठो पर्छ नि भाइ, त्यहाँ खोल्नुपर्छ क्या। तल घुँडादेखि मुन्दो खोलेर हुँदैन। त्यही भएर मैले 2047 को संविधानमा जाउँ, जहाँ हामीले बाटो बिगार्यौँ ती फर्क्यौँ, यो संविधान फ्याँकौँ, यो व्यवस्था फेरौँ। यो व्यवस्था यो देशको लागि फिजिबल छैन। फिजिबल छैन भनेर मैले पटक पटक भन्दाखेरि मलाई कति गाली गरे। तपाईँहरूले पत्याउनुहुन्छ 1000 मान्छे कस्ता कस्ता ठाउँमा गएर कन्फरेन्स गरेका छन्, पिएचडी गरेका। देख्नु भएन? अनि हामीलाई बौला भन्ने, हामीलाई पागल भन्ने, देशमा विदेशी सेना ल्याउन खोज्ने, यो छम्मे हुन्छ। र अब भारतले पनि भेट्टायो। हिजो धेर खेलाउँथ्यो नि, चाइनाले पनि भेट्टायो। दुईटैले यो देशलाई माया गरेर विकास
को काममा लाग्नुपर्छ अनि मात्रै यी दुईटा देश सुरक्षित हुन्छन्। नभए एउटा कुरा के छ भने हिजो भारत प्रयोग गर्यो पश्चिमाहरूले, अब नेपाल प्रयोग गरेर भारतलाई अस्थिर बनाउँदैछ। अस्थिर, यो कुरा बुझ्नुहोस्। मैले भनेको कुरा हरेक कुरा पुग्यो। एउटा कुरा मात्रै मिस्टेक भयो अहिलेसम्म। आरजु देउपा सभापति हुन्छन् भनेको बेलैमा अब जम्मै कुटै खाएर सकियो। नभए सबै कुरा मेरो पुगेको थियो। पुगेको थिएन भन्नुहोस् त। त्यसले गर्दाखेरि अब म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने मेरो जिन्दगी अब आजदेखि उता यो चिज देखाएपछि हेर्नुहोस्, यो देशमा राष्ट्रवादी राजा महेन्द्र हुनुहुन्थ्यो, हत्या भयो। मदन भण्डारी हुनुहुन्थ्यो, हत्या भयो। राजा वीरेन्द्र हत्या भयो। राजाहरूले भूमि बेच्दैनन्। राजाहरू विन्जेल विदेशी सेना आउँदैन। यो कुरा बुझ्नुहोस्। आउने रहन्छ र राज संस्था हटाएको। त्यसले गर्दाखेरि अब तपाईँ हामी छौँ नि, जान्ने र बुझ्ने पिएचडी गरेका त सबै बारबार फाउन्डेसनले किनेको रहेछ। मैले त भनेको त यो देशको सबैभन्दा यो देशलाई त्यो ठाउँमा पुर्याउने मान्छे भनेको कनकमुनि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्की भनेर भनेको हो नि त। भनेको हो नि। गोविन्द केसीलाई लास्ट टाइम इलाममा लिन को गएको थियो भन्दा सुशीला कार्की र केदार भक्त माथेमा गएका होइनन्। हेलिकप्टरमा गोविन्द केसीलाई लिएर आउने र अहिलेको प्रधानमन्त्री सुशीला कार्कीलाई म के भन्छु भने तपाईँले पार पाउनु हुँदैन। जेएनजीहरूले नि तपाईँलाई लगेर राख्नलाई गरेको होइन। तपाईँ त्यो देशमा मेडिकल कलेज, नर्सिङ कलेज हुनु हुँदैन भन्ने मान्छे हो तपाईँ। तपाईँ त्यो मान्छे हो। कुरा बुझ्नु भएन? गोविन्द केसी बोक्ने मान्छे तपाईँ हो। तर आज हाम्रो देशको सम्माननीय पदमा हुनुहुन्छ। तपाईँलाई मैले मान्नै पर्छ अब सम्माननीय भएको कारणले। तर तपाईँ कसरी विकास प्रेमी हुनुहुन्छ, जहाँ कि देशमा कलेज बन्द गर्ने मान्छे हो तपाईँहरूको टिम। र एनजिओ र आइएनजिओ, मैले अब कुलमानजीकै कुरा गर्दाखेरि नि कुलमानजीलाई कसरी मानौँ? अब तपाईँहरूले भर्खर चिन्दै जानुहुन्छ। त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भने हामी दसैँ तिहार र छठ पछाडि यो देशमा हिन्दू राष्ट्र कायम नगरिकन वैदिक सनातन धर्म सापेक्ष किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम नगरिन्जेलसम्म हामी यस्तो आन्दोलन गर्छौँ जुन आन्दोलन अब रोकिँदैन। जुन आन्दोलन रोकिँदैन र त्यो आन्दोलनको नेतृत्व हामी गर्छौँ। हामी कोठाभित्र बसेर स्ट्याटस लेख्दैनौँ। र यो आजको कुरामा पनि तपाईँहरू बुझ्नु होला। मेरो जिन्दगी यो देखाएपछि हिजो मैले कम्बोडियाको काण्ड देखाउँदाखेरि भोलिपल्ट मलाई पक्रिएको थियो नि, भगेर थुनिएको थियो। यो देखाउँदाखेरि मैले गोली पनि खान सक्छु, मेरो मर्ने दिन पनि आउन सक्छ। तर यो राष्ट्रको लागि म मेरो बलि चढाउन पनि तयार छु। यो राष्ट्रको लागि बलि चढाउन तयार छु। यो कुरा बुझ्नुहोस्। म एक इन्ची पछि हट्दिनँ। मैले दुर्गा मातालाई के भनेर आएको छु भने पाथिभारालाई मातालाई यहीँबाट भन्छु, यो व्यवस्था नपरिवर्तन नगरिकन म मातालाई दर्शन गर्न जान्न भनेर फर्क आएको मान्छे हो। मलाई यो सम्पत्ति देऊ ऊ देऊ भनेर म यो डलरहरू जस्तो होइन। र भारतले पनि बुझ्नुपर्ने कुरा, छिमेकीसँग धेर खेल्यौ। त्यसले गर्दाखेरि अब भारतलाई नेपाल प्रयोग गरेर भारतलाई यस्तो बनाउँदैछन् नि, भारतले बुझ्दा हुन्छ। हामीले आजसम्म यत्रो आन्दोलन गऱ्यौँ, कोहीसँग 1 रुपैयाँ पैसा लिएनौँ, कोहीसँग। तर यिनीहरूले त हेर्नुहोस्। अब एउटा कुरा तपाईँहरू के बुझ्नुहुन्छ थाहा छ? हत्तेरिका डाक्टर सागर ढकाल अरे, डाक्टर सागर ढकाल अरे। अगाडि डाक्टर लिएर सागर ल्याएपछि सकियो। हामी डाक्टर पढाउने ठाउँ खोलेर बसेका छौँ। कुरा बुझे होइन? डाक्टर सागर ढकाल अरू बेलामा अफ्रिकामा हुन्छन्, इन्जिनियर। त्यही त इन्जिनियर डाक्टर सागर ढकाल, इन्जिनियर। अनि चुनावको बेलामा यहाँ आउँछन्। यही जेएनजी आन्दोलनमा बालनले के गरे? सरकारी उसबाट पानी बाँडे। तर सिंहदरबार जलिरह्यो। सिंहदरबार भनेको एउटा सम्पदा हो। सर्वोच्च अदालत भनेको एउटा सम्पदा हो। संसद भवन भनेको चाइनाले बनाइदिएको एउटा सम्पदा हो। साँच्चै नेपाली हो भनेदेखि नि रुन्छ। भाट भोटेनी भनेको एउटा सम्पदा हो। मिनबहादुर गुरुङको र मेरो केही कुरामा डिबेट होला, तर
त्यस्ता चिज होटल हिल्टन भनेको सम्पदा हो, तर त्यस्ता चिजमा आगो लाउनुहुन्छ? लाउनुहुन्छ आगो? यहाँभन्दा ठुलो अपराध साँच्चै नेपालीले लाउन सक्दैन आगो। सिंहदरबार अब बल्छ। सिंहदरबार 3 दिन बल्दाखेरि नि नगरपालिकामा दमकल थियो, तर बालनजीले स्ट्याटस लेखी मात्रै रहनु। सिंहदरबार जलेर गयो, कोनी के रुनी मन भयो भन्ने गीत थियो नि। हेर्नुहोस्, त्यस्तो चिज डरायो आज। यहाँभन्दा हुने ठाउँ छ? त्यसले गर्दाखेरि अब हामी सबै मिलेर राष्ट्र जोगाउँ र वैदिक जहाँ हामीले धर्म सक्यौँ नि भाइ, त्यहीँबाट हामीलाई दशा लाग्यो। त्यसले गर्दाखेरि तपाईँहरू सबैजना मिडियाका साथीहरू नि अब दुर्गा प्रसादलाई पोजिटिभली सहयोग गर्ने कि नगर्ने भन्नुहोस् त? गर्ने हो नि। तपाईँहरूसँग मैले म तपाईँहरूसँग हात जोडेर भन्छु, तपाईँहरू मलाई साथ दिनुहोस्। म त जोगी हुँ, मलाई केही चाहिएको छैन। मैले भने नि अस्ति पनि, म ऋणै सही अरबपति हुँ। म कमाउन आएको होइन, 22 रुपियाँको भुके चप्पल लगाएर सिंहदरबार छिरेर म अरबौँ कमाउला भन्ने छैन। र म डलरमा बिक्ने मान्छे होइन। म डलर नि, मलाई खरबौँ अमेरिकाको वासिङटनमा लगेर मलाई 5वटा घर दिनको 1 करोड दिन्छु भन्दा पनि चाहिँदैन। मेरो देश मलाई प्यारो छ। किन भन्नु न, अहिले दसैँ आएपछि तपाईँहरूलाई घर जान मन लाग्छ होइन? किन जान मन लाग्छ तपाईँहरूलाई थाहा छ? किन जान मन लाग्छ भन्नु त? तपाईँहरू जन्मिँदाको साथी नि त्यो ठाउँमा गाडेको छ, त्यो साथीले तपाईँहरूलाई तान्छ। त्यो माया हो, त्यो ममता हो भूमिसँग। त्यसले गर्दाखेरि यो भूमि बचाउने, यो राष्ट्र बचाउने अभियानमा नि तपाईँ हामी सबैजना पोजिटिभली एक भएर अघि बढौँ भन्दै अब यो म तपाईँहरूलाई देखाइदिन्छु। दुर्गा प्रसादलाई बचाउने दायित्व पनि तपाईँहरूको हो। कुरा बुझ्नुभयो कि? ल यो सुरु गरौँ त। यो हेर्नुहोस् कुन फाउन्डेसनबाट कस्ता मान्छे आएका छन् यहाँ। ल त्यो भन्दै मैले बिदा लिएँ। अहिले फेरि तपाईँहरूलाई चाहियो भने सोध्नुहोस्। यहाँभन्दा ठुलो प्रमाण छ नि, अब गुगलमा गएर सबैले खोजेर हेर्दा हुन्छ। यति भएपछि सबै देखिन्छ होइन? हामीले 79 साल फागुन 1 गतेदेखि जुन राजाको हातबाट बलेको दियो छ नि, जुन भ्रष्टाचार विरुद्धको अभियान छ, लघुवत्त पीडितको समस्या छ, सहकारी पीडितको समस्या छ, सहकारी बचतकर्ताहरूको समस्या छ, हो कि होइन? घाँस बाँस कपासको कुरा छ, ब्याङ्क तस्करहरूको हातमा छ। यो सबै कुरा हाम्रो त आन्दोलन जिउँदो छँदैछ नि। र हामी दसैँ र तिहार छठ पछाडि हामी आन्दोलन गर्छौँ वैदिक सनातन। मैले अघि भनिन, हिन्दू अधिराज्य कायम नगरिकन अब हाम्रो आन्दोलन ब्याक हुँदैन। हामीले 4 सालदेखि 7 सालदेखि अहिले आएर 82 साल भनेपछि झन्डै 75 वर्षसम्म यो देश यति नराम्ररी रणभूमि बनिएछ। अब तपाईँहरू सबैजनाले बुझ्नुपर्छ, विदेशमा बस्नेले पनि बुझ्नुपर्छ। मलाई मुख छाड्ने भन्दा गुगलमा गएर हेर्ने। मैले प्रधानमन्त्रीको अफर थियो होला, कोही जान्थ्यो होला, तर मैले जुन विदेशीहरूको खेलमा बनेको बन्दैछ नि त्यो खेलमा म जान्न। किनभने यो देश जोगाउनलाई भएका दल त सकिए, ऊ आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए। भ्रष्टाचार नगरेर यिनीहरूले राम्रो काम गरेको थियो, जनतालाई राम्रो डेलिभरी दिएको थियो भने नि आज यो स्थिति आउने थिएन। यिनीहरूकै कारणले गर्दाखेरि विदेशीले बुट बचार्न आँट्यो। कमसेकम पनि भोलि अप्ठ्यारो पर्दाखेरि तपाईँहरू सबैको आँखा अहिले कहाँ छ भन्दा दुर्गा प्रसादमा छ होइन? भनेपछि मैले अहिले गएर त्यहाँ प्रधानमन्त्री के म बसँग घर छँदैछ, गाडी छँदैछ, म के गर्न जानु त्यहाँ? जुन दिन देशलाई अप्ठ्यारो पर्छ त्यतिखेर दुर्गा प्रसाद र दुर्गा प्रसादको अभियान अगाडि बढ्छ भनेर म आएको। यो मलाई जहाँसम्म लाग्छ निर्वाचनै हुँदैन। तपाईँले हेर्नु न, निर्वाचन गराउने खालको रहेछ त यो सरकार बन्यो, निर्वाचन गराउने खालको। तपाईँलाई मैले भने नि, मैले एउटा स्ट्याटस लेखेको थिएँ सरकार बन्दै गर्दा। के भनेको थियो? संविधान यही, राष्ट्रपति यही, संसद यही भनेपछि जेएनजीको आन्दोलन चाहिँ के भयो त? किन ती बच्चा मराइए? के केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई ल्याउनलाई गरेको हो त यो? होइन, यो देशमा त सक्षम भन्ने मान्छे त भेटिएन।
जो आयो त्यही मान्छे त्यस्तो देखियो त। यो प्रमाणले देखायो नि त, मैले देखाएको होइन नि त। यो देशमा मेरो देखाउनुहोस् न पहिला खोजेर, मेरो देखाउनुहोस्। मलाई ब्याङ्कको ब्याज तिरेन भने होइन, मान्ने भन्नाले समयले बनाउँछ नि, मैले भन्नै पर्दैन नि। समयले जन्माउँछ क्या केही चिज पनि। भगवान् कृष्णलाई पनि समयले जन्माएको थियो, रामचन्द्रलाई पनि समयले जन्माएको थियो। तपाईँले के बुझ्नुहोस् भने नि, दुर्गालाई पनि समयले जन्माउँछ। यो देशको लागि अहिले किन भन्नु, समयले दुर्गा प्रसाद तँ आइज भनेर यहीँ घरमा लिन आउनुपर्छ। कुरा भन्नुभयो कि त्यो दिन आउँदैछ, मैले त्यो दिन देखाएको छु। ल त्यो भन्दै मैले विरोध गरेँ होइन, यो नयाँ मन्त्रीमण्डललाई म गर्दिनँ। उहाँहरूलाई म के भन्छु भने नि, लघुवित्त पीडित सहकारी पीडितका जुन हामीले उठाएका माग तपाईँहरूले पुरा गर्नु भएन भने यो आन्दोलन के आन्दोलन हो, त्योभन्दा खतरा। अब त आन्दोलन गर्न हामीले पनि सिक्यौँ नि। राजा सक्षम भनेको नि, राजालाई हिजो जसरी फ्याँकेको थियो नि, त्यसरी तपाईँहरू सबैजनाले जानुहुन्छ एक दिन लिनलाई। मलाई त्यो चाहिँ आशा छ।